अनि मलाई पनि हेर्नुस् म चाहिँ भर्खर उठेर फुल हेर्दैछु फुलबारीमा हाम्रो थेमा चाहिँ फुलमा पानी हाल्दैछ है यहाँनिर यो सबै फुलहरू थेमाले रोपेको रसदिला मात्र दिने काम यहाँ पनि छ हेर्नुहोस् यता पनि यो जिरेनियम त राम्रो फुलेछ जिरेनियम पनि यता चाहिँ बाख्राहरू मात्र छ थेमा रोप्नु चाहिँ सिमरा यो टिप्नु गएको चिप्लिँदैन आमामा के दामी रहेछ सिमसागै हाम्रो के हो सिमरा यो अस्ति त मैले किनेको के दामी सबै पत्काले सुकिसक्छ यहाँ टिप्छु ल मन टिप्छु टिप्नु पानी सुकाइदिन्छ हौ यिनीहरूले त के दामी सिमसाग भाइले मन पराउँछ कि मलाई पनि मनपर्छ राखेको त सबले खान्छ सिमरायो राखेको सबको मन पराउँदैन हो नि यस्तो अर्ग्यानिक खानुपर्छ है साथीहरू म भ्लग बनाउँदैछु क्या थिएन भरे तपाईँको युट्युब देखेँ पनि म तपाईँलाई सब्सक्राइब गर्छु ल हामी चाहिँ यहाँनिर सिमसाग टिप्दै हो अर्ग्यानिक के मजाले आएको थिएँ यो सिमसाग अस्ति झन् देखेको छक्कै पर्छ यो अलिक पानी घटाइदिएछ नि अब यो बर्खामा त झन् दामी आउँछ होला है आउँछ तर झाराको आएकै गर्छ कि त्यसलाई चाहिँ गोडे गरिरहनुपर्छ तिनजना भएर खाइ हुँदैन अलैँचीको बोट हाम्रो चिया उयो माथि छ चिया बगान चाहिँ हाम्रो यता चाहिँ साथीहरू चिया टिप्ने बेला भइरहेछ हाम्रो चिया मङ्गलबारदेखि टिप्ने बेला चियाको मुना यस्तो छ नयाँ चियाले चाहिँ भाउ पाउँछ होला सायद तल यता पर लसुनबारी खोर्सानी पनि यहाँ रोपिसक्नु भएको रहेछ थेमाले यो चाहिँ भर्खर रोपेको डल्ले बाँच्दै रहेछ भर्खर अलैँची भर्खर फुल्दैछ धनियाँ है यो चाहिँ हाम्रो अर्ग्यानिक धनियाँ यो पनि अर्ग्यानिक धनियाँ यो चाहिँ हाम्रो लसुन यत्रो हालेको रहेछ यत्रो उयो कोपी प्याज यो बेच्नुको लागि चाहिँ होइन घरमै खानुलाई अनि अब आथा सिस्नुले बोलेको कोपी चाहिँ फलेको रहेन भर्खर हुँदै यस्तै छ सिमरा चाहिँ दामी रहेछ हो यसले पोलेको मलाई यही सिस्नु ए खतरा पोल्ने यो चाहिँ अलैँचीको भोटे यसलाई चाहिँ महँगो पर्छ 1 लाखभन्दा पनि माथि केजीमा बिक्छ तर अहिले अलैँची चाहिँ सेयर गर्न नसकेर यहाँ चाहिँ कम्ती रहेछ यतापट्टि चाहिँ यतापट्टि हाम्रो थेमाहरूको उतापट्टि घर छ बाबाहरूको यता चाहिँ थेमाहरूको घर हामी चाहिँ यहाँ सिमरा टिप्दै यो चाहिँ मेरो फेभरेट टमाटरको बोट चिया चाहिँ कस्तो दामी पलाएछ यहाँनिर
तर पारी चाहिँ इन्डिया हो, यो चाहिँ नेपाल। यो चाहिँ हाम्रो बाख्री ब्याएको रहेछ, गोबु खाँदैछ यहाँनिर। खोइ अर्को साथी, खोइ अर्को साथी। भोकले खर्जेको रहेछ, पुरा तान्दैछ। लाज लाग्यो दुध खानु। खाऊ बिहानको खाजा मजाले। खै तिम्रो दिदी बहिनी मात्र छ त यहाँ। मिने मिने मिने। यहाँनिर हाम्रो अर्ग्यानिक बनाना है, यो चाहिँ फलिरहेको रहेछ। मलाई मनपर्ने तितेबी फलेकै छैन तर यस्तो मात्र रहेछ। घाम मजाले लागिरहेछ। बाख्राहरू घाँस खाँदैछ यहाँनिर। हाम्रो थेबा के हुँदो रहेछ, यो चाहिँ हाम्रो पुरानो घर थेबाको कैँची कपाल काट्नको लागि यहाँ छ। सिमरा त खतरा फलेको रहेछ। सिमरा यो नि खतरा फलेको रहेछ। धेरै नहाल्नु है, चिया हाल्नु भयो। उहाँ चाहिँ मेरो बाबा हो, भरे म काटेर हाल्छु। बाबा कपाल साह्रै लामो भएछ, अब मेरो जोइले कपाल काट्दैन। जोइ चाहिँ यहाँ छ। कौन काट्ने ठाकुर चाहिँ यहाँ छ। कपाल काट्ने ठाकुर। तपाईँले कति चम्ची हाल्नुभयो? 1 चम्ची। ठिक छ ठिक छ। ओहो अब चाहिँ खाजाहरू पकाउनु पर्ने। बिहान भात खाएर पनि यति बेला भयो हाम्रो चाहिँ। हाम्रो बाबा चाहिँ एक्लै बस्छ क्या, त्यही भएर हामी चाहिँ यता थेमाहरू पनि बस्छौँ, सजिलो पनि हुन्छ, गाडी पनि। फुलहरू कस्तो दामी फुलेको छ यहाँनिर। फुल चाहिँ हाम्रो थेमाको चाहिँ फेभरेट हो क्या, फुलहरू रोपिरहेको हुन्छ। भोलि बिहानै चाहिँ फेरि अर्को ठाउँ हाम्रो सहरी जानुपर्ने छ। भोलि बिहान मिलन चाहिँ सुत्यो अघि। तपाईँहरूलाई अर्को फुल पनि देखाइदिन्छु, कस्तो दामी फुलेको छ। अर्किड भन्छ यसको नाम चाहिँ। महँगो पनि बिक्छ अरे भन्छ हौ, तर खै थाहा छैन। खै हाम्रो थेबा आइपुग्नु भएन, थेबाले गाडी भनिदिन्छु भन्नुभएको थियो है, भोलि हामी जाने हो।